जो हाम्रो मेसिन मेड इट्टा हो नि तपाईहरुको नपाक्दासम्म यस्तो छ हेर्नुस्। त्यो छ जस्तो छ यो चाहिँ फिनिशिङ छ। यो चाहिँ पाकेको छैन अनि यो चाहिँ नपाकेको काँचो है। काँचोमा एकदम फिनिशिङ छ। यसरी यहाँ बजाइहाल्छ। यहाँ हालिसकेपछि पाक्यो भने ड्याङ ट्रान यस्तो पाक्यो भने फेरि यस्तो रातो रातो हुन्छ। हेर्नुस् एउटै कालो इँटा छ यस्तो पाक्यो भने हेर्न सक्नुहुन्छ। एउटा अहिले यो चाहिँ माथिको चाहिँ पाकेको रातो हेर्नुस् है। एउटा पाकेको एउटा चाहिँ काँचो इट्टा हेर्नुस्। अहिले चाहिँ यस्तो छ नपाकेको र यतातिर चाहिँ पाकेको यसरी छ। बाबु यो दुईटा इट्टा बजाऊ त। दुईटा इट्टा बजाऊ न। ट्याङ ट्याङ बज्छ। हेर्नुस् कसरी बजाउँछ मेरो बाबुले। ल हेर्नुहोस् साउन्ड हेर्नुहोस् यो बाबु। ल ल भयो यस्तो पाकिसकेपछि यस्तो पुरा तपाईको यो काँचोमा चाहिँ यस्तो है। तपाईलाई एकछिन यहीँबाट देखाइदिए यो पाकेको यो चाहिँ काँचो इट्टा। यहाँ चाहिँ यता काँचो पाक्ने यता चाहिँ पाकिसकेको हेर्नुहोस् इट्टा कति फरक छ। त्यो चाहिँ लोडिङ हुँदैछ। साउन्ड पनि हेर्नुहोस् अहिले साउन्ड मेन्टाक्ले साउन्ड फिनिशिङ हेर्नुहोस्। काम हुँदैछ अनि हाम्रो कम्पनीको नयाँ टिप्पर चाहिँ काँचो है। काँचोको पनि एकदमै फिनिसिङ छ। यो चाहिँ मेसिनबाट निक्लिने हो। हेर्नुहोस् पाकेको र काँचो इट्टा कतै फिनिसिङ छ हेर्नुहोस् न हजुर। फिनिसिङ हेर्नुहोस् एकदमै रातो रातो इट्टा। रामगिल्ले